नमस्कार सबैजनालाई। के तपाईहरुलाई थाहा छ बालेन शाहले भोलि प्रधानमन्त्रीको शपथ हाम्रो वैदिक सनातनीको हिसाबले किन लिँदै हुनुहुन्छ? त्यो हाम्रो नेपालको धर्म, संस्कृति, परम्परा, त्यो एउटा हाम्रो नेपालको सभ्यताको हिसाबले किन लिँदै हुनुहुन्छ? त्यो एउटा नेपाली हुनुमा गर्व पनि गर्नुपर्छ जुन हिसाबले बालेन शाहले भोलि शपथ लिनुहुन्छ। किनकि जुन हिसाबले उहाँ शपथ लिनुहुन्छ त्यो एउटा प्रधानमन्त्रीले शपथ लिने बेलामा त्यो एउटा नेपालले मात्र होइन, नेपालीले मात्र होइन, विश्वमा धेरै कन्ट्रीहरू, धेरै मान्छेहरूले हेर्नुहुन्छ र त्यो हेर्नुहुन्छ। त्यसमा हामीलाई के फाइदा छ थाहा छ? त्यो हाम्रो धर्म, संस्कृति, हाम्रो परम्परा, हाम्रो नेपालको एउटा सभ्यता विश्व सामु चिनिन्छ। त्यो हाम्रो एउटा प्रमोट हुन्छ, ठुलो प्रमोसन हुन्छ। सो त्यसैले हामीले गर्व गर्नुपर्छ। त्यो हिसाबले बालेन शाहले शपथ लिनुहुन्छ, त्यसमा हामीले धेरै गर्व गर्नुपर्छ हामी नेपालीहरूले। अब यसमा धेरै मान्छेहरूलाई डाहा पनि लाग्छ, जलन पनि भइरहेछ भित्रबाट, होइन? त्यो हुन स्वाभाविक पनि हो, किनकि जसले आफ्नो जरा चिनेको हुँदैन नि, जसले